वेलकम ब्याक माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ जल्दाको राइडर ब्लगमा। आज चाहिँ तपाईँहरूलाई हप्ताको पहिलो दोस्रो हप्ता तेस्रो हप्तामा पुगिसकेको छौँ हामी चाहिँ। दोस्रो हप्ता र तेस्रो हप्तामा र यहाँ चाहिँ काम धमाधम भइरहेको छ र के कस्तो छ तपाईँहरूलाई म देखाउँछु अपडेट आजको। ल धमाधम काम भइरहेछ सेकेन्ड फ्लोरको लागि। हाम्रो चाहिँ खन्ने पनि यस्तो अर्ग्यानिक छ है यहाँनिर। दुःख पाइयो है साथीहरू, सबैजनाले सपोर्ट गर्नुहोस् है। पोस्ट हाम्रो बनिँदैछ है पोस्ट। हजुर फ्लोरिङ चाहिँ कम्प्लिट भइसकेको छ हाम्रो र पोस्टको मेलो हुन्छ। फ्लोरिङ चाहिँ यसरी बनाइसकेको छ हामीले, एकदम कम्प्लिट भइसकेको छ र खाजा भुजाको पनि यहाँनिर व्यवस्था हुँदैछ। ल हाम्रो खाजाको कार्यक्रम पनि हुँदैछ। लु हजुरहरू आउनु नभ्याए पनि खाजाको लागि चाहिँ आइदिनुहोस्। यताबाट भन्नु हुँदैछ। लु के भन्नु अरे खाजाको लागि भनिदिनुहोस् त। भने त पनि लु के भन्नुपर्ने खाजाको लागि चाहिँ अब रिसाउने मान्छे रिसाइरहेको हुन्छ नि। यहाँ अब ठाउँमा काम फिल्डमा आएर काम गर्ने चाहिँ अब रिसाउनु भएन नि। फिल्डमा आएर काम गर्नु पर्यो तब रिसाउनु नि सुहाउँछ त। गुरुङ महिलाको पुरा चर्चा हुँदैछ यहाँनिर। गुरुङ महिला चाहिँ भोलि चाहिँ एकदम हाजिर हुनु पर्यो। काम चाहिँ यति भइसकेको छ आज चाहिँ। अब माथि धुरीको काम र छानाको काम मात्रै रहेछ, कम्प्लिट भइसकेको छ। तपाईँहरूलाई कम्प्लिट भएर पनि देखाउँछु। यतिसम्म चाहिँ हाम्रो भइसकेको छ सबैजनाको श्रमदानले। सबैजना श्रमदान कर्मीहरू हुनुहुन्छ। नमाधम कार्यक्रम भइरहेछ हाम्रो चाहिँ। श्रमदान यहाँसम्म पुगेछ। अब हाम्रो छाना बनाउँछ। छाना चाहिँ अब बनिसक्छ, बेलुकासम्म कम्प्लिट हुन्छ। काम गरे धमाधम मिस्त्री खतरा छ भन्नु भएको छ। जमिनदेखि 8 फुटको उचाइमा यहाँ कारिगरहरूले काम गरिरहनु भएको छ। जस्तोको तस्तै तपाईँहरूको समक्ष यहाँ भिडियो गर्दै भनौँ लगभग अन्त्यतिर आउँदैछ। अन्तिम चरण भन्नु त सकिँदैन, अझै धेरै बाँकी नै छ। र पनि जति पनि श्रमदान दिनुहुने हाम्रा श्रमिक दाजुभाइहरू, उहाँहरूलाई धेरै धेरै धन्यवाद। जमिनदेखि 8 फिट अग्लो उचाइमा यसरी आफ्नो शरीरलाई जोखिममा राखेर काम गरिरहनु भएको छ र उहाँहरूलाई हामी आन्तरिक हृदयबाट धन्यवादको कोसिलहरू, सहयोगी श्रमदानको हातहरूलाई। उहाँ हुनुहुन्छ हाम्रो भेनाजु, यता पनि भेनाजु, यता मोटे भेना, यता जिजु हुनुहुन्छ, यता जिजु। सबैजनालाई धेरै धेरै धन्यवाद श्रमदान दिनुहुनेहरूलाई। र अब भोलिको कार्यक्रम चाहिँ छाना लाउनु, टिन ठोक्नु र उँधोटी बार्नु, फिनिसिङ कामहरू छ भोलि चाहिँ। र यति भन्दै आजलाई चाहिँ बिदा लिन चाहन्छु। धन्यवाद।